सम्पूर्णमा नमस्कार। पुनः फेरि म उपस्थित भइसकेको छु। म आज उत्तर वाहिनीमा छु। उत्तर वाहिनी भन्नेबित्तिकै हामी अहिले स्याङ्जा जिल्लामा छौँ। स्याङ्जा जिल्लामा अवस्थित यो उत्तर वाहिनी गण्डकीको छेउमा जुन काली गण्डकी उत्तरतर्फ फर्केर बगिराखेको छ। पारिपट्टि देख्न सक्नुहुन्छ त्यो बिल्डिङ जहाँनिर गुरुकुल रहेको छ। त्यहाँ सवालाख शालिग्रामको पूजन केन्द्र पनि रहेको छ, जहाँनिर अत्यन्तै आनन्दको वातावरण रहेको छ। माथिपट्टि ठुला ठुला डाँडाहरू, हरिया डाँडाहरूले लाई बीच पारेर यो गण्डकी बगिराखेको छ। यहाँनिर ढकमक्क फुलहरू फुलेका छन्। यो वारिपट्टि हामी स्याङ्जा जिल्ला, पारिपट्टि असेर्दी पाल्पा जिल्ला। अगाडिपट्टि देखिरहनु भएको यो विशाल शङ्खको मूर्ति बनाइएको छ। यो अत्यन्तै सुन्दर देखिएको छ। यहाँनिर एउटा बाघको मुखबाट भित्र छिरेर हामी भित्रै पसेर भित्र ध्यान मेडिटेसन गर्न सकिन्छ। गुफामा हेर्नुहोस् त, हिमालय पर्वत जस्तो बनाइएको छ, जहाँनिर 108 धारा अहिले पानी बगेको छैन, यो निर्माणाधीन अवस्थामा छ, बन्दैछ। तर 108 धारा पनि यहाँनिर बनाइँदैछ। यो हिमालय पर्वतबाट बगिराखेको खोला जस्तो बनाइएको छ। यो अत्यन्तै सुन्दर बनिराखेको छ। यहाँनिर नजिकै देख्न सक्नुहुन्छ एउटा विशाल शिवको मूर्ति पनि बनाइएको छ, जसले यसलाई थप इनर्जी ऊर्जा थपेको छ। शिवजीको मूर्ति ठ्याक्कै गण्डकीतर्फ फर्किएको छ। यो अत्यन्तै रमाइलो देखिएको छ। यहाँ आएर घुम्नको लागि अत्यन्तै राम्रो ठाउँ बन्दै गएको छ। अगाडि देखिरहनु भएको भवन जहाँनिर काली गण्डकी प्राकृतिक चिकित्सालयको रूपमा स्थापना भएको छ। यहाँनिर बिरामीहरू आएर हप्तौँसम्म, महिनौँसम्म बसेर पनि यसको उपचार गर्न सकिन्छ। प्राकृतिक उपचार जुन रजरमा रहेको उपचार विधि यहाँ पनि सुरुवात गरिएको छ। यो अत्यन्तै राम्रो तरिकाले यहाँ व्यवस्थापन गरिएको छ। यो चारैतिर पहाडको बिचमा, काली गण्डकीको छेउमा, नदीको आवाजसँगै, हावाहरूको आवाजसँगै यहाँ चलिरहेको यो सुन्दर प्रकृतिले भरिएको ठाउँमा यो सबै चिजहरू यहाँ बनाइएका छन्। यो अत्यन्तै रमाइलो देखिएको छ। यसलाई मेसो मिलाएर सबैजना आएर अवलोकन गरेर पुरा आनन्द लिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। हरिओम। केही समय अगाडि यहाँ ठुलो यज्ञ भएको थियो, महिनौँ दिनसम्म चलेको थियो। यहाँ ठुलो विशाल चौको पनि बनाइएको छ। मसँग आदरणीय बुवा सँगसँगै यात्रामा हुनुहुन्छ। आज बुवाका केही मनका कुराहरू सुनिरहन मन लागिरहेको छ। बुवा, आज हामी यहाँ आइरहँदा हजुरलाई यो उत्तर वाहिनी आइरहँदा यहाँनिरको अवस्थाले हजुरलाई मनमा चलेका कुनै विचारहरू छोटकरीमा 2 मिनटमा सक्ने गरी भनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद बाबु। अब यो उत्तर वाहिनी भनेको चाहिँ भगवान् यो काली गङ्गा माथि यो हाम्रो चाहिँ भन्न त मुक्तिनाथबाट भनिन्छ, त्योभन्दा माथि दामोदर कुण्डबाट चाहिँ बग्दै आएकी छन्। र यो दामोदर कुण्डबाट बग्दै आएकी गङ्गाजी यहाँ आएर चाहिँ यो स्याङ्जा जिल्ला र पाल्पा जिल्लाको दोभान बिचमा जुन बगिराखेकी छन्, यो गङ्गा उत्तर बगेकी छिन्। यसलाई उत्तर बग्या भएर उत्तर वाहिनी भनेर चाहिँ भनिन्छ। त्यो उत्तर वाहिनी गङ्गा बगेको ठाउँमा यहाँ यज्ञ पनि भइसकेको छ। र यहाँ अहिले यस क्षेत्रको सुविधाको लागि यहाँ हस्पिटल पनि बन्दै रहेछ। यो आयुर्वेदी होइन, यो काली गण्डकी प्राकृतिक हस्पिटल भनेर बनाइएको छ। यहाँ भगवान् शिवको र गणेशजीको मूर्ति र यो 108 धारा जुन मुक्तिनाथको हो, त्यो मुक्तिनाथको स्वरूप त्यसैको अब यसलाई भनौँ न, अब छायाङ्कन गरे भने पनि अथवा त्यही रूपले भने पनि यहाँ जान नसक्ने मान्छेलाई मुक्तिनाथ जो जान सक्नुहुन्न उहाँहरूको लागि यहाँ त्यो मुक्तिनाथकै स्वरूप रूपले अहिले यहाँ 108 धारा पनि बनाइएको छ। र यहाँ शङ्ख चक्रको पनि यहाँ बनाइएको छ। र यहाँ के अरे हाम्रो सिंहराजको पनि मूर्ति छ। यो मूर्तिबाट चाहिँ गेट बनाइएको छ। यस्तो पवित्र ठाउँ छ यहाँ। यो यस्तो ठाउँमा आएर दर्शन गर्नु राम्रो कुरा हो। सबैको हृदयमा शान्ति आउँछ। शान्तिको लागि सबै यो बनाइएको छ। सबै मान्छेले, सबै प्राणीले खोजेको छ शान्ति। त्यो शान्ति बाहिर छैन,
भित्र हृदयमा छ। त्यो हृदयमा शान्तिको अनुभव गर्ने साधन भनेको बुद्धि हो। त्यो बुद्धिलाई विषयबाट रहित गरिकन वृत्तिरहित बनाएर अनि त्यो यहाँ यो उत्तर फर्किएको हुनाले यो उत्तर वाहिनी भनेको छ। यहाँ उत्तर प्रश्न छैन भनेर गुरुले भन्नुभएको थियो। यहाँ उत्तर मात्रै हुन्छ। यहाँ आएपछि स्वतः उत्तर पाइन्छ आफ्नो सुख शान्तिको लागि भन्ने कुरा मैले यहीँ राख्दछु। र त्यही सुखको अनुभव गर्नको लागि दर्शन गर्नको लागि यहाँ आउने हो। बाहिरी दर्शन हामीले केही गर्ने होइन। हस्, धन्यवाद। धन्यवाद बुवाको भनाइअनुसार हामी यो प्रकृतिको सौन्दर्यलाई हेरेर आफैभित्र फर्किएर आफैभित्र जागृत रहेर धारणामा फर्किएर मानवीय सेवा र कल्याणमा लागिरहनुपर्छ भन्ने यो प्रकृतिले, यो गण्डकी माताले देखाइरहेको छ। यहाँ गुरुहरूले यति राम्रो व्यवस्थापन गर्नुभएको छ। यहाँ कुनै पनि स्वार्थ छैन। जसरी पनि हाम्रो देशलाई आध्यात्मिक जागरण बनाउनेदेखि लिएर यहाँ भएका बोट बिरुवा जडीबुटी र आफ्नै प्रकृतिलाई जगेर्ना गर्दै गर्दै देशलाई समृद्धि बनाउने बाटोमा लाग्नुभएको छ। हार्दिक धन्यवाद दिँदै मेरा शब्दहरू अन्त गर्छु। हस्, धन्यवाद। हरि ओम।